केबुल कार भन्ने नि देखिँदो रहेछ। हामी केबुल कार चढ्दैछौँ। हो त्यसो चाहिँ सुन्दर नजारा देखिरहेको छ हामीलाई यहाँ। हामीले एकदम अद्भुत अकल्पनीय जस्तै हाम्रो लागि भइरहेछ। अहिले हामी आकाश मार्गमा छौँ, सानो भए पनि आकाश मार्गै हो यो। ठिक छ ठिक छ। अब भुइँ छोडेपछि आकाश मार्ग भयो नि जम्मै। अब यहाँ बसिया ठाउँमा चिनौ न हामीसँग परिन् यी नानी। नानी तिम्रो घर कहाँ? मेरो घर यहीँ गैँडाकोट हो। यी गैँडाकोट हो? हजुर। ए ल गैँडाकोटकै मान्छे पनि हामीसँग साथी बन्न मौका मिलेछ नि नानी। एकदमै। अब हाम्रो टिम त ठुलै थियो। यो अब तिमी कहाँ बिचमा बस्न आइपुग्यो? म बिचमा हैन हजुर। हामी बोला कालिका माताको